आज चाहिँ स्पेसल डे हो आज चाहिँ हाम्रो 11 एनिभर्सरी आज चाहिँ हामी सान फ्रान्सिस्को देखाउँछु Good morning, happy anniversary. ह्याप्पी एनिभर्सरी त्यहाँ एनिभर्सरी हो र सबैजनाको एनिभर्सरी आज अनि हाम्रो चाहिँ यहाँ फ्रिज बिग्रेर होइन हिजो राति सबै सामान निकाल्यो हो सब निकालेर के राख्नुपर्ने छ यहाँ फेरि राख्दैछौँ जिनी चाहिँ वाकमा जानलाई वेट गर्दैछ है जिनीलाई वाकमा लानुपर्छ कता जाँदै हो अब हामी खेलाउन जिनीको प्ले टाइम घर नजिकैको पार्क होइन अनि अब हामी चाहिँ जिनीसँग खेल्ने हो यसरी Sit, right there, right. Bring, drop, one. अब हामी कता जाने त घरबाट जिम जाने अब हामी हैन अनि अरू के छ आजको प्लान त्यसपछि एसएफ जाने एसएफ गएर के गर्ने डुल्ने चाहिँ हामी डुल्ने ओके हाम्रो सिटी स्पोर्ट्स जिम अनि आज चाहिँ पार्किङ पनि छैन यस्तो कहिले पनि भएको थिएन यार त्यही भने इट्स टु मच कहिले भएको थिएन डाइरेक्ट स्विमिङ गर्न जानुपर्छ पुरा उतासम्म पुरै हिँडेको छ तर मान्छे त छ नि त स्विमिङमा त यो पानी त के हो माथिसम्म छ है ए मान्छे तर मान्छे त धेरै छैन ए मैले पहिला गराएको थियो के हुन्छ अरे यसले चाहिँ अब चाहिँ स्विमिङको लागि रेडी भएमा होइन जम्प भयो अनि अब आज चाहिँ हाम्रो एनिभर्सरी लन्च डिनर सबै बाहिर हामी चाहिँ सिटी जाने अब हामीसँग चाहिँ बर्डहरू पनि छ क्या यिनीहरूलाई भित्र हुनुपर्छ अब हैरान गर्छ नभएदेखि अनि बर्ड अनि चिनी अनि वी हेभ एभ्रीबडी है ल बच्चा ल हामी आउँछु कस्तो भइरहेछ त अनि रमाइलो भइरहेछ तिमी रमाइलो छ है डे पनि राम्रो छ छोरीको डे होइन हामी चाहिँ कतातिर हो हामी सान फ्रान्सिस्को मिनी पट स्टिकर्स भन्ने ठाउँमा अब नेक्स्ट स्टप इज देयर होइन त यस्तो सुरुमा खाने गएर होइन मोमो भनौँ न यिनीहरूको चाइनिज मोमो पुरा भेराइटीहरूमा छ त्यो इन्फ्लुएन्सरहरूको भिडियो देखेर गएको होइन त तिमीले खोजेको मिठो छ भन्छ हेर न त्यहाँ गएर थाहा हुन्छ त्यो हो अनि त्यसपछि त्यहाँबाट एकछिन त्यही गोल्डन गेटतिर डुल्ने होला होइन त गोल्डन गेटको के अरे त्यहाँ बोटानिकल के छ नि त्यहाँतिर डुलौँ होला अनि त्यसपछि त्यहीँबाट अनि त्यहीँको के अरे डिनर गर्ने डिनर स्मार्ट हो क्या क्यालिफोर्नियामा बस्ने भने हेर न यस्तो राम्रो समुद्र जहाज समुद्र क्यालिफोर्निया इस्ट बेतिर त्यही भने क्यालिफोर्निया पनि अब ठुलै छ उतातिर बस्यो भने केही देखिन्न यस्तो बे र इस्ट बेतिर मात्र हो
आज सन्डे ग्रिन ब्लू है मिनी पट स्टिकर खाने होइन त तिमीलाई कस्तो लागिरहेको छ त कि मिठो मिठो मलाई त हवाईमा चाहिँ जस्तो लागिरहेको छ है हामी हवाईमा खाना गएको हवाईमा नि हामी यस्तै खाना आएको थियो है यस्तै लोकल टाइपको होइन त हेर खाना आएको छैन अझै खाना आएपछि अब त्यसपछि खाम्ला ल त्यो मिठो नि हेर्दै हेर्दै मिठो छ लजाउँ त्यो चाहिँ ठन्डै रहेछ कस्तो रहेछ पछाडि खाइरहेको छैन हेर न मिठो छ आज मिठो छ त्यसमा कस्तो छ त ठिकै छ नर्मल तिमीलाई यो चाहिँ चाइना बजार होइन त आइसक्रिम चाहिँ उयो खानु मन लाग्यो मलाई उ त्यो के हो माछा समथिङ के हो यो हेर आज होइन तरकारी बजार कस्तो राम्रो हेर त न्युयोर्क जस्तो नि छ न्युयोर्कमा यस्तै त हुन्थ्यो नि अन्त अब हामी चाहिँ यहाँ एउटा टुरिस्ट छौँ जाँदैछौँ के अरे त्यो ठाउँको नाम चाहिँ के स्टेप्स हो कहाँ हो उयो हो हिडन जेम यो हिडन गार्डन स्टेप यो चाहिँ टुरिस्ट ठाउँ हो टुरिस्ट एट्र्याक्सन ठाउँ तर केही छैन के स्टेप्स बाइक Heading to our next destination. हो कि होइन नेक्स्ट डेस्टिनेसन हो कि होइन के चाहिँ हो नेक्स्ट डेस्टिनेसन खै फल अघिको त्यो फल अहिले हामी कता जाँदै त अनि अब हामी यो गोल्डन गेट स्टेट पार्क डुल्ने त्यहाँभित्रबाट फलमा जाने त्यहाँबाट डुलै अनि डुलै अनि ब्याक किन जानुपर्छ खाना चाहिँ कस्तो लाग्यो तिमीलाई ठिकै नर्मल थिएन है त्यही भन्ने यता होइन क्यामेरा वाउ रोज गार्डन होइन के हो चाहिँ थाहा छैन सबले खिचिरहेको छ म पनि खिच्छु कस्तो राम्रो खानै हुँदैन हामी कहाँ हो अहिले हामी जापानै गएको छ है जापान पुगिसक्यो छैन कहाँ कहाँ हो अरू एकछिन दामी तैरिन चाहिँ मजा आउँछ हामी चाहिँ अब के जाने प्लान भयो त अब बोटिङ गर्ने प्लान भयो किनभने we're still celebrating our anniversary होइन त यार 11 वर्ष पुग्यो 11 वर्षसम्म टुगेदर हुनको सक्सेस तिमी के भन्छौ 11 वर्ष हुनको लागि के भन्छ मिलेर बस्ने मिलेर बस्ने त्यो छँदैछ तर डिभोर्स नै पुग्यो पनि मिलेर बस्ने फगाउन कसको आउँछ फगाउन आउनुपर्छ यस्तो भयो भने चाहिँ मिल्दैन कुरा दुवैजना फकाउनु पर्छ 11 वर्ष तर हाम्रो इलोपमेन्ट त फर्स्ट इयर भयो त्यो अब लाइनमा बस्दै हो बोटिङ गर्न जान लाग्यो
यो चाहिँ हाम्रो बोट It's alright if you're 5 or 10 minutes late, but try to be on time. Okay, thank you. Yeah, okay. Oh my god. Oh shit. Clockwise. Like straight ahead and then around. Oh, nice. Don't go that way because there's like more islands there. But पुरानो यादगार ताजा गर्दै हो के गर्दै हो यादगार कहाँको यादगार हो हाम्रो उताको नेपालको नेपालको नेपालमा कहिले गरे बोट के अरे मिसिसिपी मिसिसिपीको यादगार किन मैले सोधेर होला हाम्रो चस्मा चाहिँ झार्ला नि फेरि अहिले झर्छ झर्दैन उताको मलाई कस्तो भइरहेछ त उता गलिरहेछ मैले भन्दैन आउने ल म चाहिँ गर्छु होइन उता मुनि त्यो समाजमा रमाइलो भइरहेछ ए अब हामी टनेभित्र पनि जानु लाग्यो उता होइन उता घुम न उता जाने हो अर्किन्छ यहाँ यता 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 भित्र पनि छिर्यो दामी इन्जोइङ होइन त कच्चा पनि छ एकछिन हेरिबस्छौँ न कस्तो रमाइलो रियल नाइस है दामी कस्तो आनन्द भइरहेछ यहाँ कस्तो मजाले हावा आएको म हेर त यस्तो चिसो हुने मान्छेले शीतल भइरहेछ आज यिनीहरू जानु लाग्यो कि यहीँ पो रहेछ जाऊ न हामी चाहिँ अब बोटिङ पनि गऱ्यो होइन अनि त्यहाँबाट गएर रोज गार्डन पनि घुम्यो जापान पनि पुग्यो अनि अब चाहिँ हामी त्यहाँबाट गएर मलाई पेन्टेड लेडी जान मन छ तर उसले जान मन छैन अब के गर्ने अब मलाई लान्छ कि लाँदैन पेन्टेड लेडी किन्न जाने अब पेन्टेड लेडी लाँदैन मलाई काम छैन त्यस्तो काम छैन पछि आउँला पछि एकैचोटि सबै ओके पछि रे अब कहिले जुट्दैन पेन्टेड लेडी घुम्न चाहिँ मेरो एउटा मात्रै कुरा जिनीलाई चाहिँ ल्याउन पाएन क्या हामीले कतै मुतेको हाम्रो जिनीको तुरुक तुरुक मुद्दै मुद्दै हिँड्छ है एकछिन मुत्ने के अरे ओके ल रोज गार्डन पनि घुम्यो गाडीबाट निकाल्ने अनि सुई गुडेर जाने त हो सान फ्रान्सिस्को सहर पहिला है के हो यो युनिभर्सिटी हो र चर्च होला यहाँ माथि छ नि त जङ्गल हो त्यहाँ है आई वान्ट गो हियर होल टु हुनेछ। के हो यो कसको हो यो सेल्फ फोर्सको राइट अब चाहिँ हामी खानेकुरा ठाउँतिर जाँदैछौँ थाई फुड खानलाई होइन त हाई फुड आज बिहानदेखि के गरेँ धेरै चिज गरे रमाइलो भयो नि त रमाइलो भयो बिजी यस्तो मनपर्छ है हामीलाई तर अझै बिहान उठेको होइन अझै धेरै चिज गर्न भ्याउँछ त्यही भनेर अझै त्यो बोटिङ पनि आरामले गर्न पाउँथ्यो बोटिङ गऱ्यो हतारमा 20 मिनट छ भनेर गरे जस्तो भयो क्या त्यही भएर। अलिकति आनन्दले रिल्याक्स भएर चाहिँ गर्न पाएन है
त्यही त्यति हो अलिकति त्यही भएर जे गर्दा पनि बिहानै उठ्नुपर्छ क्या। 1 घन्टा ढिलो उठेको हो होइन कति बजी उठ्यो 9 बजी अलमोस्ट 9 बज्न लाग्यो हामी चाहिँ अब खाने ठाउँमा जाँदै हो होइन त यो रेस्टुरेन्ट होइन कस्तो महँगो यार 60 रुपियाँ यार के को ए हामी चाहिँ आइपुग्यो अर्डर गरौँ अनि खाऊँ ए अब यहाँ हामी निस्किँदा यहीँबाटै निस्किनु पऱ्यो अन्त हामी सिधै जानु मिलिहाल्छ नि क्युआर कोड उयो हाम्रो चाहिँ खाना आयो होइन तर तिमीले अस्ति बनाएको मिठो थियो यार प्याज स्याज हालेर मलाई त यही मिठो लाग्छ खाना आयो होइन स्टेक दामी सस यार कस्तो भयो त खाना आलोहा भयो मिठो फिस मिठो है धेरै मिठो तिमीले चाहिँ खिच्ने भयो ए रहेछ है ओके गाइजहरू आजको डे चाहिँ अब अलमोस्ट 8 भयो होइन खायो पनि 8 बजिसक्यो ए 8 बजिसक्यो खायो रमाइलो गर्यो अब हाम्रो आज 12 आवर्स जस्तै नै भयो भ्लग अल डे के गर्यो भनेर नि चाहिँ सनसेट त्यस्तो दामी ल ending our vlog here now bye Happy anniversary last day today